हेलो हेलो साथीहरू, म चाहिँ यता यो ग्रीष्म आएको ठ्याक्कै 10 दिन भयो, तर 10 वर्ष जस्तो लागिरहेछ। योभन्दा अगाडि म कतारमा थिएँ होइन, एकदमै राजा जस्तो जिन्दगी बिताएर खाइपी गरेर आइरहेको थिएँ। तर यता आउँदा त यस्तो गाह्रो भइरहेछ मलाई। यहाँको कुनै न खोजेको सामान भेट्छ है, न भाषै मिल्छ, न इङ्ग्लिसै बोल्छ, यो बुझ्छ योहरूले। म फेरि यता गाउँ साइडमा छु, त्यहाँ सोनालिकादेखि 16 माइलदेखि अलि माथि मार्गचौरिया भन्ने ठाउँमा छु। यहाँ चाहिँ केही पनि पाउँदैन साथीहरू। बेसार पनि नपाएर हैरान छ। अनि अरू कुराहरू पनि, धेरै कुराहरू, मसलाहरू पनि त्यस्तो हाम्रो नेपालको जस्तो मसलाहरू केही पनि पाउँदो रहेछ। यहाँ त खाना भात पकाएर नखाएको त लगभग भइसक्यो, 8 दिन भयो, 2 दिन पकाएको। यहाँको चामल त के भएको, बोरी हाल्यो भने ढिँडो जस्तो हुने, पानी कम हाल्यो भने फेरि नपाक्ने तनाव छ साथीहरू। के छ, के उपाय छ भने सिकाइदिनु पर्यो। हाम्रो यता ग्रीष्म आउने कोही साथीहरूले